हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नेक्स्ट भ्लगमा र आज पनि तपाईहरुको माझमा दामी भ्लग लिएर आएको छु। आजको भ्लग पनि अन्तिमसम्म हेरेर साथ दिनु होला। हेरेर मात्रै भएन साथीहरु, सबैजनाले मेरो च्यानललाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। मेरो चाहिँ डोडासमा $9 को अर्डर बजिसक्यो र मैले पिकअप गर्न जाँदैछु। हाम्रो कहाँनिर छ यो भनेपछि अफरेली स्ट्रेट भनेपछि यहाँ तल बाटो रहेछ। सो म चाहिँ जाँदैछु यो अर्डर पिकअप गर्नको लागि। यहीँनिर यही कर्नलमा मैले चाहिँ पिकअप गर्नुपर्ने। ओ माई गड, यहीँनिर राखिदिउँ कि क्या फाइन हान्ने लाग्यो मामाले भन्ने डर पनि लाग्छ त हो। Two bag? Yeah, together. Okay, thank you. यसले पनि बाँधिदिउँ न, नबानेर दिन मिल्छ? मिल्दैन नि त। 2 माइल रहेछ, 11 मिनेट भनेपछि लेट्स गो बडी। म चाहिँ आइपुग्न लागिसकेँ अनि कस्टमरले चाहिँ हातमा पुर्याउने भनेर चाहिँ नोटमा लेखिदिनु भएको छ। त्यस कारणले गर्दाखेरि मैले डेलिभरी कम्प्लिट गर्ने समयमा कस्टमरलाई चाहिँ देखाउँदिन अनि कम्प्लिट गरिदिन्छु है त साथीहरु। सो मैले चाहिँ यो अर्डर पुर्याइसकेँ अनि अब यसलाई मैले कम्प्लिट गरिदिन्छु। कम्प्लिट पनि भयो। $9 को बजेट थियो, 1050 गरिदिरहेछ। सो ल अब चाहिँ म यहाँबाट हिँडेको जानुपर्ने हुन्छ। ओ माई गड 26 को 9.5 माइल अर्डर बज्छ त यार। एकदम टाढा नै हो, तर हाने त हुन्थ्यो तर हान्दैन। ग्यास हाल्नु पर्ने भयो मेरो स्कुटरमा, भ्याइसक्यो साथीहरु। ग्यास पनि भर्यो साथीहरु। म चाहिँ निस्केको यहाँबाट हैन, यसरी हेरेर सरर जानुपर्ने हुन्छ। वा, उबरमा $10 को 0.9 माइल बजेछ अनि यसले यसरी एक्सेप्ट गरिदिन्छु। सो ओ माई गड 12 वटा आइटम रहेछ यार। यसले चाहिँ धेरै टिप्स दिन्छ जस्तो छ है। अब पिकअप गर्न जान्छु यसलाई। रेडी? 12 वटा आइटम देखिरहेको छ यहाँ। कति छ है सामानहरू, कतिवटा ब्याग छ भन्ने हो। सबै पिज्जा भयो भने त कसरी लग्न हो? लग्न त लगिहालिन्छ, ठुलो नै ब्याग छ। थ्याङ्क यू। यसले त यो पनि तल राख्छु। अब आइटमहरू हेर्नु त कसरी राखेको छु यार। आमा ठिक छ ल साथीहरु, अर्डर चाहिँ मेरो कन्फर्म चाहिँ भइसक्यो अनि यसले चाहिँ अब ड्रप अफ गर्न जाउँ। मैले चाहिँ यो अर्डर लगेर कम्प्लिट गर्छु अनि कस्टमरलाई चाहिँ मैले फेरि पनि देखाउँदिन। कस्टमरले हातमा पुर्याउने भनेर लेखिरहन्छ, त्यस्तो बेला चाहिँ मलाई भिडियो बनाउन अप्ठ्यारो लाग्छ कस्टमरलाई देखाएर। सो त्यही भएर मैले चाहिँ भिडियो चाहिँ बनाउँदिन, गएर कम्प्लिट गरिदिन्छु अनि फेरि हामी भेटौँला है त। अर्डर चाहिँ कम्प्लिट भयो साथीहरु। मेरो यति धेरै आइटमहरू थियो कि सानो ब्याग भयो त अटाउँदैन थियो। हल्का मेरो चाहिँ ठुलो ब्याग भएर चाहिँ आइटमहरू सामानहरू चाहिँ अट्न सक्यो। अघि नै जुन ठाउँबाट अर्डर लिएर आएको थिएँ त्यही ठाउँमा गएर बस्छु म, किनभने त्यो ठाउँमा अलिक बिजी नै हुन्छ यो समयमा। ओ माई गड, फेरि डोरड्यासमा बजिसक्यो साथीहरु मेरो अर्डर। 11+ को 0.9 माइल अर्डर बजेछ र यसलाई पिकअप गर्न जाँदैछु म। ओ माई गड, फेरि अर्डर थपिरहेछ त। कति हो यो? 10.50 को 0.5 भनेपछि यसले पनि एक्सेप्ट गरिदिन्छु। दुईवटा पिकअप गर्ने ठाउँ सँगै छ।
थ्याङ्क यू एउटा अर्डर कन्फर्म भयो अनि अर्को अर्डर चाहिँ यहीँ पाल्नुपर्ने छ राइट स्टोर गरिदिन्छु क्रिस्टिन यस थ्याङ्क यू सर यू टु क्यालिफोर्निया स्टेटमा रहेछ म चाहिँ माथिबाट चल्दिन्छु ल साथीहरू मेरो अहिलेको फर्स्ट अर्डर चाहिँ कम्प्लिट भयो अनि अर्को अर्डर चाहिँ कम्प्लिट गर्न जाँदैछु म एकपटक चेक गर्छु है खाना कहिलेकाहीँ चाहिँ होमलेसहरूले लगिदिइरहन्छन् कि ठाउँ हेरेर पनि हुन्छ यहाँ त्यस्तो यो ठाउँमा चाहिँ त्यस्तो होमलेसहरू चाहिँ हुँदैन कहिलेकाहीँ चाहिँ भर हुँदैन यत्तिकै राखेर छोडेर गएको हुन्छ होमलेसहरूले खाना टक्काइदिइसकेका हुन्छन् क्या I don't like this. त्यही भएर हल्का केयरफुल चाहिँ हुनुपर्छ आफू कस्तो घाम लाग्यो आम्मा है तरिका यार पसिना बगेर हैरान मेहनतको पसिना कि गर्मीको पसिना हैरान छ आउनु त आइयो यो अर्डर कम्प्लिट गर्नुको लागि हैन एकछिनको लागि यहाँनिर पार्किङ गरिदिन्छु यसरी फोटो खिच्ने डन गर्ने अनि कम्प्लिट डेलिभरी $13 बनाइदियो यसलाई 11 कतिको बजिरहेको थियो 13 बनाइदिएछ ल त्यही हो साथीहरू मैले चाहिँ भ्लगहरू चाहिँ एकदम छोटो अनि मिठो नै होस् त्यस्तो बनाउन मलाई मन लाग्छ हैन सो त्यही भएर यो भन्दा लामो भिडियो के बनाइराख्नु तपाईहरुले देखिसक्नु भएको छ मेरो काम कस्तो छ कसरी गर्छु भनेर त्यही हो साथीहरू काम भन्ने कुरा यस्तै त नि कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ सधैँ एकनासको हुँदैन हैन आजको लागि ब्लग यहीँनिर इन गर्न चाहन्छु भिडियो अन्तिमसम्म हेर्नु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद छ आउने दिनहरुमा पनि दामी ब्लग अपलोड गर्नेछु आजको लागि ब्लग यहीँनिर इन गर्न चाहन्छु हस् त धन्यवाद बाई बाई